यदि तपाईलाई चार्टमा एक्ज्याक्ट एन्ट्री चाहिन्छ भने अर्डर ब्लक सिक्नै पर्छ। यो स्ट्र्याटेजीले मेरो ट्रेडिङ कम्प्लिटली चेन्ज गर्यो र आज हामी यही अर्डर ब्लक यानी ओबी को ट्रेडिङ स्ट्र्याटेजी सिक्नेछौँ। र यो भिडियो सुरु गर्नुभन्दा पहिला म तपाईहरुलाई यो क्लियर गरिदिन्छु कि तपाईहरुलाई म भिडियोको बीचमा तपाईहरुलाई एउटा प्रो लेभलको टिप्स दिन्छु, जसले गर्दाखेरि तपाईहरु सजिलै पर्फेक्ट एन्ट्री कहाँ गर्न सकिन्छ भनेर सजिलै खोज्न सक्नुहुन्छ। त्यसैलागि भिडियो एन्डसम्म हेर्नुहोस्। र अब जाउँ भिडियोलाई सुरु गरौँ। यो हाम्रो चार्टमा ओबी अर्डर ब्लक यानी यसरी बन्छ, जुन कि यो लेभलमा बन्छ र यो कसरी बन्छ म तपाईहरुलाई भिडियो एन्डसम्म तपाईहरुलाई क्लियर गरिदिन्छु। र यस भिडियोमा तपाईहरुको टपिकहरु के कभर गरिन्छ भनेर यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ, जुन कि एउटा छ अर्डर ब्लक भनेको के हो, र 2 नम्बरमा तपाईको अर्डर ब्लक कसरी बन्छ, 3 नम्बरमा तपाईको अर्डर ब्लक कसरी चिन्ने, र 4 नम्बरमा तपाईको अर्डर ब्लकमा कसरी एन्ट्री गर्ने, साथसाथै तपाईहरुको अर्डर ब्लकमा एन्ट्री गर्दा हुने कमन गल्तीहरु के हुन सक्छन्, ती गल्तीहरुलाई पनि यहाँ तपाईहरुको सुधार गर्नको लागि यहाँ देखाइन्छ भने साथसाथै तपाईहरुलाई प्रो लेभलको एन्ट्री कहाँ गर्न सकिन्छ, कसरी गर्न सकिन्छ त्यो टिप्सहरु पनि दिनेछु। र 1 नम्बरमा रहेको छ हाम्रो अर्डर ब्लक भनेको के हो। अर्डर ब्लक भनेको स्मार्ट मनी, ब्याङ्क्स, इन्स्टिट्युसनल अथवा ठुलो ट्रेडर्सहरूले मार्केटमा ठुलो मात्रामा बाई वा सेल गर्ने जोन नै हाम्रो अर्डर ब्लक हो। र अर्डर ब्लक हाम्रो 2 प्रकारका हुन्छन्, एउटा बुलिश अर्डर ब्लक भने एउटा बेयरिश अर्डर ब्लक। र यो अर्डर ब्लक जब बुलिश अर्डर ब्लक बन्छ यहाँदेखि मार्केटको प्राइस माथितर्फ जान्छ, र जब एउटा बेयरिश अर्डर ब्लक बन्छ भने त्यहाँदेखि हाम्रो मार्केटको प्राइस तल जान्छ। 2 नम्बरमा रहेको छ अर्डर ब्लक कसरी बन्छ। र अर्डर ब्लक बन्ने प्रोसेस बुझ्न एकदमै जरुरी छ, किनकि चार्टमा जताततै अर्डर ब्लकहरु बनेका हुन्छन् र हरेक अर्डर ब्लक हाम्रो लागि इम्पोर्टेन्ट हुँदैन। सो त्यसको लागि चाहिँ हामीहरुको बुलिश अर्डर ब्लक बन्दाखेरि हामीहरुको कुन कस्ता हामीहरुको यस्तो सिम्बलहरु हुन्छ जसले कारणले हामीलाई बुलिश अर्डर ब्लक चिन्न मद्दत गर्छ। र हेरौं, बुलिश अर्डर ब्लक बन्दाखेरि प्राइस तल गइरहेको हुन्छ अथवा यो डाउन साइडमा भने अर्को तपाईको एउटा बेयरिश क्यान्डल हुन्छ, त्यसपछि मार्केट अचानक अपवार्ड मुभ हुन्छ भन्दाखेरि यहाँदेखि चाहिँ अप ट्रेन्ड हुन्छ लास्ट बेयरिश क्यान्डल बन्दाखेरि। र त्यो बेयरिश क्यान्डलको हाई र लो जोन नै हाम्रो के हो भन्दाखेरि अर्डर ब्लक हो, बुलिश अर्डर ब्लक। र अब हेरौं बेयरिश अर्डर ब्लक, जुन कि प्राइस यसको पनि केही शर्तहरु हुन्छ, जस्तो कि प्राइस माथि गइरहेको हुनुपर्छ भने, र साथै तपाईको एउटा लास्ट बुलिश क्यान्डल हुन्छ, त्यसपछि चाहिँ मार्केट स्ट्रङ तल झर्छ। त्यो लास्ट क्यान्डलको हाई र लो जोन नै हाम्रो बेयरिश अर्डर ब्लक हो। र यहाँ हामीहरु आफ्नो यो चार्टमा हेर्न सक्नेछौं, यो हाम्रो एउटा बुलिश अर्डर ब्लक हो भने मार्केट यसरी तल झरिरहेको थियो। यहाँ हाम्रो एउटा रेड अथवा यहाँ बेयरिश क्यान्डल बन्यो, जसको हाई र लो लाई यसरी मार्क गर्दाखेरि यो एरिया नै हाम्रो के हो भने एउटा बुलिश अर्डर ब्लक हो भने अब यो डाउन साइडको कुरा गर्दाखेरि मार्केट अप ट्रेन्डमा गइरहेको थियो, र यहाँ जुन हाम्रो यो जुन बुलिश क्यान्डल छ त्यसको हाई र लो लाएर एउटा जुन एरिया बन्छ अथवा यो जुन हाम्रो जोन बन्छ त्यो जोन के हो भन्दाखेरि बेयरिश अर्डर ब्लक हो। र यसरी हामीहरु बुलिश र बेयरिशमा कसरी छुट्याउने अथवा मार्केटमा अर्डर ब्लक बन्दाखेरि कसरी हामीहरु चिन्ने भनेर यसरी हामीहरु चिन्न सक्छौं। र 3 नम्बरमा रहेको छ अर्डर ब्लक कसरी चिन्ने। बन्न चाहिँ त्यसरी बन्छ हामीहरु हेर्न सक्छौं हैन। अब चिन्नका लागि चाहिँ हामीहरुको केही क्राइटेरियाहरु हुन्छ, त्यो क्राइटेरियाहरु जान्नु एकदमै इम्पोर्टेन्ट छ, किनकि यो स्टेपहरुमा तपाईहरु झुक्नु भयो भने यहाँ कुनै अर्डर ब्लक बनेर पनि तपाईहरुलाई भ्यालिड अर्डर ब्लक नबनेर तपाईहरुलाई यहाँ चाहिँ फसाउने धेरै भन्दा धेरै चान्स हुन्छ। सो 1 नम्बरमा के छ भन्दाखेरि स्ट्रङ मुभ खोज्नुहोस्। स्ट्रङ मुभ यहाँ हेर्न सक्नुहुन्छ, मार्केटमा सडन स्ट्रङ इम्पल्सिभ मुभ हुनुपर्छ है, र लार्ज क्यान्डल जसलाई मोमेन्टम क्यान्डल भनिन्छ त्यो पनि देख्नुपर्छ, जुन कि हाम्रो यो केसमा हामीहरु हेर्न सक्नेछौं। यो जुन हाम्रो यो मोमेन्टम क्यान्डल छ यो एउटा ठूलो क्यान्डल छ, लार्ज क्यान्डल, र यसरी चाहिँ हाम्रो चाहिँ
र यहाँदेखि चाहिँ हाम्रो चाहिँ स्ट्रङ मुभ पनि भइरहेको छ साथै। र 2 नम्बर योमा स्टेपमा के छ भन्दाखेरि लास्ट अपोजिट क्यान्डल पत्ता लगाउनुहोस् र लास्ट अपोजिट क्यान्डल जुन कि हामी अघि नै एक्सप्लेन अथवा बुझिसकेको छौँ कि लास्ट अप साइड अघि हामीहरूको बियरिश क्यान्डल हुन्छ भने लास्ट डाउन साइड मुभ हुनु अगाडि नै हामीहरूको बुलिश क्यान्डल हुन्छ, जसको लो र हाईलाई हामीहरू मार्क गरेर अर्डर ब्लकको जोन निकाल्न सक्छौँ। र साथै हामीहरू मार्क गर्नु भन्दैछ त्यही अर्डर ब्लकको जोन मार्क गर्न, जुन कि जुनसुकै अर्डर ब्लक बने पनि हामीहरूको प्रिभियस जुन क्यान्डल हुन्छ, यो मार्केट मुभमेन्ट देखाउनु भन्दा पनि पहिला जुन क्यान्डल बनेको हुन्छ, चाहे त्यो बुलिश होस् या बेयरिश, त्यसको हाई र लोलाई लिएर एउटा मार्क गरियौँ भने जोन, त्यो जोन नै हाम्रो अर्डर ब्लक हो। र यसरी चाहिँ हामीहरू अर्डर ब्लक चिन्न सक्छौँ भने। र साथसाथै अब तपाईँहरूको चिन्हहरू हेरौँ। अब तपाईँको स्ट्रङ ओबीको चिन्हहरू के हुनसक्छ, जस्तो कि तपाईँहरूको यहाँ के हुनसक्छ भन्दाखेरि बिओएस ब्रेकअप स्ट्रक्चर हुनसक्छ, जुन कि मार्केट यसरी मुभ हुन्छ। सो यहाँ चाहिँ ब्रेकअप स्ट्रक्चर गरिरहेको हुन्छ है त। र इम्ब्यालेन्स भन्दाखेरि फेयर भ्यालु ग्याप देखिन्छ, जुन कि हामीहरू एउटा ठुलो मोमेन्टम क्यान्डल बन्दाखेरि यहाँ तपाईँको फेयर भ्यालु ग्याप अथवा इम्ब्यालेन्स बन्न सकिन्छ। र यसरी चाहिँ अनि मल्टी टच पनि होल्ड गर्छ भन्दाखेरि यसको मतलब जुन हाम्रो अर्डर ब्लक छ त्यो एरियामा फेरि पनि टच हुनसक्छ अथवा रिटेस्ट गर्न आउन सक्छ मार्केट। र हाई टाइम फ्रेममा पनि भिजुअल हुन्छ भन्दाखेरि लो टाइम फ्रेममा हामीहरू जुन ट्रेड लिन्छौँ, जस्तो कि 15 मिनट अथवा तपाईँको 1 घन्टाको टाइम फ्रेममा भने तपाईँहरू पछि गएर हाई टाइम फ्रेम गऱ्यौँ भने 4 आवर टाइम फ्रेममा हेऱ्यौँ भने त्यहाँ पनि हाम्रो अर्डर ब्लक बनेको हुनुपर्छ, नत्र भए त्यो फेक अर्डर ब्लक हुनसक्छ। र अब 4 नम्बरमा हेरौँ। 4 नम्बर भन्दाखेरि तपाईँको अर्डर ब्लकमा कसरी एन्ट्री गर्ने, र यहाँ हेर्न सक्नुहुन्छ बुलिश ट्रेड गर्दाखेरि हामीहरू के अपनाउनु पर्छ, हामीहरू कसरी बुलिश ट्रेड गर्न सकिन्छ। यहाँ हेर्न सक्नुहुन्छ 1 नम्बरमा भनेको छ प्राइस ओबीमा आउँछ है, प्राइस चाहिँ ओबीमा आउँछ, जुन कि म अहिले तपाईँलाई इक्जाम्पलको शुद्ध पनि हेराइदिन्छु है त। अनि तपाईँको 2 नम्बरमा लो टाइम फ्रेममा हाई टाइम फ्रेममा ब्रेक गर्छ भन्दाखेरि लो टाइम फ्रेममा हेर्दा पनि हाई टाइम फ्रेममा हाम्रो चाहिँ ब्रेक गरेको हुनुपर्छ। अनि चाहिँ बाई एन्ट्री यहाँ त्यसपछि चाहिँ हामीहरू बाई एन्ट्री गर्न सक्छौँ, यो दुईवटा पोइन्ट हामीहरूको भ्यालिड भइसकेपछि। र त्यसपछि 4 नम्बर रहेको छ स्टप लस ओबीको तल है। ओबीको तल जहिले पनि आफ्नो स्टप लस राख्नुहोस्, किनकि अघि नै मार्केटले हामीलाई के भनेको छ भने जहिले पनि मार्केट यसरी रिटेस्ट गर्न आउन सक्छ र टेक प्रफिट जुन छ प्रिभियस हाई, जुन पहिलाको उसले हाई बनाएको थियो मार्केटले, त्यो हाईसम्म हामीहरू टेक प्रफिट लिन सक्छौँ। र साथै रिस्क म्यानेजमेन्ट एकदमै इम्पोर्टेन्ट छ। र रिस्क म्यानेजमेन्ट हामीहरू अपनाउनु भयो भने तपाईँहरू 1 अथवा 2% को मात्र रिस्क लिनुपर्छ भने तपाईँहरूको आरआर जस्तो भने रिस्क रिवार्ड तपाईँको 1:2 अथवा जहाँसम्म उसको प्रिभियस हाई छ त्यहाँसम्म हामीहरू आफ्नो टार्गेट लिन सक्छौँ। र यहाँ छ तपाईँको एउटा इक्जाम्पल, यो जुन छ तपाईँको बियरिश इक्जाम्पल हो भन्दाखेरि मार्केट जब अप ट्रेन्ड जान्छ र यहाँ अर्डर ब्लक बन्छ, अर्डर ब्लक बनेपछि तपाईँको यहाँ हेर्न सक्नुहुन्छ रिटेस्ट भएको छ निकैपल्ट होइन, रिटर्न आएको छ, जसको कारणले यहाँदेखि फेरि मार्केट यहाँ तल गएको छ। र एन्ट्री चाहिँ हामी यो लेभलमा गर्छौँ भने हाम्रो अर्डर अथवा स्टप लस यहाँ हामीहरूको यो लेभलको भन्दा अर्डर ब्लकको भन्दा अलिकति माथितर्फ हुनुपर्छ। र यो त भयो तपाईँको बियरिश। र यो हेरौँ अब यो बुलिश अर्डर ब्लक हो र अर्डर ब्लक डाउन ट्रेन्डमा गएको छ, जुन कि हाम्रो भ्यालिड कन्फर्मेसनको लागि यहाँ हेर्न सक्नुहुन्छ यो जुन रेड क्यान्डल छ, यो रेड क्यान्डलको हाई र लोलाई लिएर हामीहरू एउटा के गर्छौँ भन्दाखेरि मार्क गर्छौँ जोन, यो जोन नै हाम्रो अर्डर ब्लक जोन हो भने। र साथसाथै हामीहरू यहाँ हेर्छौँ कि मार्केट फेरि पुनः रिटेस्ट गर्न आएको छ र यहाँ रिटेस्ट गर्दाखेरि हाम्रो एफबिजी पनि बन्छ, किनकि यहाँ इम्पल्सिभ मुभ हुन्छ, जसको कारणले एफबिजी बन्दाखेरि यहाँ हाम्रो चाहिँ फेरि मार्केट अप ट्रेन्डमा हुन्छ। र यो एफबिजी भन्दाखेरि सानो टाइम फ्रेममा पनि हुनसक्छ भने ठुलो टाइम फ्रेममा पनि हुनसक्छ। यहाँ जब हाम्रो ठुलो टाइम फ्रेममा ब्रेकआउट हुन्छ त्यहाँ त्यसपछि चाहिँ हामीहरू यहाँ एन्ट्री लिन सक्छौँ, अथवा यो जोनमा आएपछि रिटेस्ट गर्न त्यसपछि हामीहरू एन्ट्री लिन सक्छौँ। र एन्ट्रीको साथसाथै हामीहरूको के हुनसक्छ भन्दाखेरि स्टप लस यो एरियाको अलिकता तल हुनुपर्छ। र जुन कि यो केसमा यो जुन इक्जाम्पलमा देखाएको छ 4:1 को आरआर छ, रिस्क रिवार्ड रेसियो, जुन कि रिस्क मात्र 1 छ भने रिवार्ड उसको 4 छ। र यसरी चाहिँ हामीहरू लिन सक्छौँ आफ्नो
एन्ट्री गर्न सक्छौँ। र साथसाथै 5 नम्बरमा अब हेरौँ। 5 नम्बर टपिकमा के छ भन्दाखेरि अर्डर ब्लकमा एन्ट्री गर्दा हुने कमन गल्तीहरू। धेरैजसो ट्रेडरहरू अर्डर ब्लकको कन्सेप्ट जानिसकेपछि उनीहरू ट्रेड लिन्छन्, तर पनि उनीहरूको केही गल्तीको कारणले उनीहरू लस गरिरहेको हुन्छ। सो त्यो लस अब तपाईँहरू चाहिँ कसरी सुधार्न सक्नुहुन्छ भन्दाखेरि यो गल्तीहरू यदि गर्दै हुनुहुन्छ भने अहिलेसम्म ती गल्तीहरू सुधारेर तपाईँ आफ्नो ट्रेड मजाले एक्जिक्युट गर्न सक्नुहुन्छ। र तपाईँहरू अहिलेसम्म यहाँ यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू च्यानललाई सब्सक्राइब गरिदिन सक्नुहुन्छ, किनकि यस्ता गल्तीहरू निकै कम युट्युबरहरू अथवा निकै कम भिडियोमा हेर्न पाउन सक्नुहुन्छ। सो त्यसको लागि चाहिँ सब्सक्राइब गरिदिनुहोस्। र 1 नम्बरमा रहेको छ विक ओबीमा एन्ट्री गर्नु अथवा कमजोर जुन हामीहरूको अर्डर ब्लक हुन्छ त्यो अर्डर ब्लकमा एन्ट्री गर्नु। कमजोर अर्डर ब्लक कसरी हुन्छ भन्दाखेरि जुन अर्डर ब्लक एरिया हुन्छ त्यो अर्डर ब्लकमा निकैपल्ट हाम्रो मार्केट आइसकेको छ पहिलादेखि पनि, त्यसमा एन्ट्री गर्नु एकदमै तपाईँको खतरा हुनसक्छ। यहाँ तपाईँको मार्केट त्यो अर्डर ब्लकलाई रेस्पेक्ट नगरेर मार्केट पुनः तलतर्फ जान सक्छ, यहाँदेखि बााउन्स नभएर है त। र यो हरेक अर्डर ब्लक हाम्रो स्ट्रङ हुँदैन, जसको कारणले हामीलाई हरेक अर्डर ब्लकमा हामीहरूलाई ट्रेड लिनु छैन। ट्रेड तब मात्र लिने जब हामीहरूको कन्फर्मेसन मिल्छ। यदि स्ट्रङ मुभमेन्ट छैन भने यहाँ तपाईँको अर्डर ब्लकलाई इग्नोर गर्नुहोस्। र 2 नम्बरमा तपाईँको के छ भन्दाखेरि कन्फर्मेसन बिना एन्ट्री नगर्नुहोस्। डाइरेक्ट एन्ट्री गर्दा ट्र्याप हुन सकिन्छ। र अलवेज वेट फर कन्फर्मेसन। डाइरेक्ट तपाईँहरू कहिले पनि एन्ट्री नगर्नुहोस्। कन्फर्मेसन बिना एन्ट्री गर्नु एकदमै खतरनाक छ। र तपाईँको 3 नम्बर गल्ती के छ भन्दाखेरि हायर टाइम फ्रेम इग्नोर गर्नु। जति पनि मान्छेहरू हुनुहुन्छ तपाईँहरू चाहिँ 15 मिनटको टाइम फ्रेम अथवा 5 मिनटको टाइम फ्रेममा तपाईँहरू मात्रै ट्रेड गर्नुहुन्छ हैन, जसको कारणले तपाईँहरू 1 आवरको टाइम फ्रेममा अर्कै सेटअप बनिरहेको हुन्छ अथवा 1 आवरको टाइम फ्रेममा हाम्रो ओबी नै हुँदैन, जसको कारणले यसरी हामीहरू सानो टाइम फ्रेममा गर्दाखेरि ट्रेड गर्दाखेरि यो जुन ट्रेड बनेको हुन्छ त्यो ट्रेड हाम्रो लङ टाइम फ्रेमको लागि अथवा हाई टाइम फ्रेममा त्यो सेटअप बन्दैन, जसको कारणले हामीहरूको यहाँ ट्रेड के हुन्छ भन्दाखेरि लसतर्फ जान्छ। र 4 नम्बरमा हाम्रो गल्ती के रहेको छ भने धेरै कमन यो गल्ती हो र धेरैजना गर्छन् र थाहा पनि हुँदैन कि उनीहरू त्यो गल्ती गरिरहेका छन्। त्यो गल्ती हो हामीहरूको ओभर ट्रेडिङ गर्नु। हरेक ओबीमा अर्डर ब्लकमा एन्ट्री लिनु। यहाँ म्याटर के गर्छ भन्दाखेरि क्वालिटी भन्दा पनि क्वान्टिटीमा ध्यान दिएर तपाईँहरू चाहिँ यसरी अर्डर ब्लकमा हामीहरू ट्रेड धेरै लिन्छौँ। अर्डर ब्लकको बारेमा थाहा हुनु बित्तिकै तपाईँहरू हरेक अर्डर ब्लकमा एन्ट्री लिनुभयो भने तपाईँहरू क्वान्टिटीको चक्करमा क्वालिटी बिर्सिनुहुन्छ, जसको कारणले ओभर ट्रेड हुने धेरैभन्दा धेरै चान्स हुन्छ। र 5 नम्बरमा धेरै जस्ता कमन गल्तीहरूमध्ये एक जुन कि हामीहरू धेरैजना हामीहरू स्टप लस नै राख्दैनौँ, जसको कारणले हामीहरू कुरेर बस्दै हामीहरूको प्रफिट भएको ट्रेड पनि लसतर्फ बिस्तारै जान्छ र तपाईँहरूलाई लास्टमा लस लिएर निस्किनुपर्छ। र यो जुन मार्केट छ जसले पनि ट्रेड गर्दा पनि यो जति पनि हामीहरू प्रिडिक्सन गर्दा पनि यो अनप्रिडिक्टेबल छ, किनकि मार्केटलाई साँच्चीकै मार्केट कतातर्फ जान्छ भनेर कसैले पनि 100% प्रिडिक्सन गर्न सकिँदैन। र त्यही भएर चाहिँ हामीलाई सम्भावनामा मात्रै हामीले ट्रेड गर्छौँ, त्यसको लागि चाहिँ हामीलाई स्टप लस पनि राख्नुपर्छ, किनभने यदि सम्भावना माथितर्फ जाने छ भने सम्भावना तलतर्फ पनि आउन सक्ने हुन्छ। सो त्यसको लागि चाहिँ स्टप लस राख्नु एकदमै जरुरी छ। अब आयो तपाईँहरूको प्रो लेभलको एन्ट्री टिप्स, जुन कि तपाईँहरूलाई यो म भन्दाखेरि तपाईँहरू सजिलै एन्ट्री गर्न सक्नुहुन्छ। तर पनि एन्ट्री गर्दा पनि तपाईँहरूलाई मैले चाहिँ के भन्छु भने आफ्नो स्टप लस पक्का पनि राख्नुहोस्। र तपाईँहरूको एन्ट्री भन्दाखेरि ओबी जुन छ अर्डर ब्लक प्लस एफभिजी कम्बाइन गरेर गर्नुहोस्। जुन कि ओबी हुन्छ अर्डर ब्लक जहिले पनि एफभिजीमा फुलफिल हुन आउँछ, त्यति बेला तपाईँहरू ट्रेड लिनुभयो भने तपाईँको ट्रेड धेरैभन्दा धेरै चान्स हुन्छ प्रफिट हुने, त्यो ट्रेडमा विन हुने चान्स बढीभन्दा बढी हुन्छ। र ओबी प्लस लिक्विडिटी कन्सेप्ट प्रयोग गर्नुहोस्। जस्तो कि हामीलाई थाहा छ अर्डर ब्लक जुन जोन छ त्यही जोनको अलिक तलतर्फ हाम्रो लिक्विडिटी स्विप पनि गर्न आउँछ, र त्यो स्विप गरेपछि त्यसपछि हामी एन्ट्री गर्छौँ भने त्यो हाम्रो एन्ट्री गरेको ट्रेड धेरैभन्दा धेरै त्यो ट्रेड के हुने चान्स हुन्छ भन्दाखेरि हाम्रो टार्गेट सेटमा पुग्न सक्ने चान्स हुन्छ। हामीहरू लिक्विडिटीको साथसाथै ट्रेड गर्नुपर्छ ओबीमा। र तपाईँको जुन छ अर्को भन्दाखेरि ट्रेन्ड डाइरेक्सनमा मात्र ट्रेड गर्नु। जस्तो कि धेरैजना ट्रेडरहरू के गर्छन् भन्दाखेरि मार्केट यदि डाउन ट्रेन्डमा छ भने यहाँ पनि बाई गरिदिन्छ, तर यो एकदमै रङ हो कन्सेप्ट। तपाईँको मार्केट अप ट्रेन्डमा छ भने त्यसपछि मात्र बाई गर्नु, यदि डाउन ट्रेन्डमा छ भने त्यसपछि तपाईँहरू बाई गरेको पनि चाहिँ जुन पनि स्टक्स हुन्छ त्यो सेल गर्न सक्नुहुन्छ, किनकि मार्केट डाउन ट्रेन्डतर्फ
गइरहेको हुन्छ। र अर्को तपाईँको लास्ट अन्तिम जुन कि एकदमै इम्पोर्टेन्ट र डिसिप्लिन सहितको यो जुन टपिक छ, सरी प्रो लेभलको एन्ट्री जुन टिप्स छ, र यो तपाईँको जुन छ प्यासेन्स राख्नुहोस्, बेस्ट सेटअप वेट गर्नुहोस्। जुन कि तपाईँहरू सधैँ आफ्नो ट्रेडलाई एक्जिक्युट गर्नुभन्दा पहिला हामीहरू आफ्नो सेटअप नहेरिकन अथवा हाम्रो सेटअपमा नआउँदा पनि मार्केट तर पनि हामी ट्रेड गर्छौँ, यो एकदमै हामीहरूको गलत माइन्डसेट हो। किनकि हामीहरू लोभमा गएर तपाईँहरूको जुन पनि यो सेटअपमा गएर हामी ट्रेड गर्छौँ, यो गर्नु पर्दैन। एउटा स्ट्राटेजी तपाईँहरू मास्टर गर्नुहोस् र जुन कि यो मैले ओबीको स्ट्राटेजी दिएको छु त्यो स्ट्राटेजीहरू पनि युज गर्न सक्नुहुन्छ। र यो स्ट्राटेजीहरू यो हाम्रो 4 प्रकारबाट पनि युज गर्न सकिन्छ। र यो 4 प्रकारमध्ये कुनै पनि प्रकारमा आयो भने तपाईँहरू सजिलै आफ्नो ट्रेड लिन सक्नुहुन्छ यो ओबीको कन्सेप्टमा। र अब हेरौँ कसरी हामीहरू एन्ट्री गर्ने प्रो लेभलमा। यो हाम्रो एकदमै पर्फेक्ट इक्जाम्पल छ, यहाँ हेर्न सक्नुहुन्छ। यो हाम्रो जुन छ यसरी चाहिँ हाम्रो यो मार्केट आएको थियो, यो डाउन साइडको छ, यो डाउन साइडको मार्केट छ जुन कि हामीहरू माथि बाई गरेर तल सेल गर्न सक्छौँ। र यो जुन छ हामीहरूको बेरिस ट्रेन्ड हो, यो जुन कि तपाईँहरू अहिले डराउनु पर्दैन। हामीहरूको नेपालमा मात्रै हामीहरूको अप ट्रेन्डमा बाई गर्नुपर्छ। र सो त्यसको लागि चाहिँ यो इम्पोर्टेन्ट इक्जाम्पल त छैन, तर पनि यो जानिराखौँ किनकि हामीहरूको सर्ट सेल पनि आउन सक्छ। र तपाईँहरूको बुलिस ट्रेन्डको पनि मैले बुलिस अर्डर ब्लकको पनि म इक्जाम्पल दिनेछु। र यो जस्तो कि हामीलाई थाहा छ अप ट्रेन्डमा गइरहेको छ मार्केट, र यहाँ हाम्रो अर्डर ब्लक बन्यो। त्यसपछि बन्दाखेरि हाम्रो अर्को के भन्छ भन्दाखेरि हाम्रो एफबिजी पनि बन्छ। साथसाथै एफबिजी भन्दाखेरि हाम्रो यो मार्केट फेरि यहाँ आउँछ र यसरी चाहिँ डाउन साइड हामीहरूको आउँछ। र अर्को तपाईँको बुलिस मार्केट जुन कि हामीलाई एकदम इम्पोर्टेन्ट छ, र यो मार्केटमा हामीहरू सजिलै ट्रेड लिन सक्छौँ। जुन कि यसरी मार्केट डाउन साइडमा आएको थियो र यो जुन लेभल छ यो लेभलमा हाम्रो चाहिँ ओबी अथवा यहाँ अर्डर ब्लकको जोन जसलाई डिमान्ड जोन पनि भनिन्छ, यो जोनलाई हामीहरूको डिमान्ड जोनमा आएपछि मार्केट र यहाँ एफबिजी जुन बन्छ जब यहाँ इम्पल्सिभ डाउन साइडको यो हुन्छ, त्यहाँ इम्पल्सिभ डाउन साइडको मार्केटमा यहाँ हाम्रो इम्ब्यालेन्स हुन्छ अथवा यहाँ जुन ग्याप बन्छ यो एफबिजी ग्याप, यहाँ यदि मार्केट गयो भने यहाँदेखि मार्केट फेरि पूर्णतर्फ तल आउन सक्छ। र यो तल आएपछि त्यहाँ हामीहरू एन्ट्री गर्न सक्छौँ भन्दाखेरि नत्र भए तपाईँहरू यहाँ पनि एन्ट्री गरेर मार्केटलाई पूर्ण मार्केट यत्रो ठुलो क्याप्चर गर्न सक्नुहुन्छ। जुन कि यो केसमा यो इक्जाम्पलमा हामीहरूको 7:1 को रिस्क रिवार्ड हो, जुन कि हामीहरूको एकदमै ठुलो रिस्क रिवार्ड हो। जुन कि हामीहरूको कन्सेप्ट अनुसार अथवा हामीहरू रिस्क सेटअपको अनुसार 1:2 को रेसियो एकदमै यो छ महत्त्वपूर्ण भने तपाईँको यो स्विङ हाई नै तपाईँ टार्गेट रिच गर्न सक्छ। र आजको भिडियो यही अन्त्य भयो। यदि तपाईँलाई यो ओबी अर्डर ब्लक कन्सेप्ट मन परियो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। अब कुन कन्सेप्टको बारेमा जान्न चाहनुहुन्छ कमेन्ट गर्न नबिर्सिनुहोस्।